हेलो साथीहरू, आज म कानुनी राज्यको बारेमा भन्न गइरहेको छु। कानुनी राज्यको कोटेसन लेख्दाखेरि नो म्यान इज एबभ द ल लेख्नुपर्छ। त्यसपछि त्यसको डिफिनिसन लोकतान्त्रिक विधिबाट बनेको कानुन शासक र शासित दुवैलाई समान रूपमा लागू हुने व्यवस्था नै कानुनी राज्य हो। त्यसपछि एउटा यसको अवधारणा लेख्नुपर्छ। कानुनी राज्यको अवधारणागत विकास सन् 1215 को म्याग्ना कार्टाबाट भएको हो। त्यसपछि एभिडाइसीको सिद्धान्त लेख्नुपर्छ। कानुनी राज्यले कानुनको सर्वोच्चता, कानुनको अगाडि समानता, संविधान सामान्य कानुनको उपजको रूपमा। त्यसपछि कानुनी राज्यका तत्त्वहरू: सार्वभौम सत्ता, नेपाली जनतामा निहित हुने गुड गभर्नेन्स, आवधिक निर्वाचन प्रणाली, पूर्ण प्रेस स्वतन्त्रता, रुल अफ ल, ह्युमन राइट्स, स्वतन्त्र, सक्षम र निष्पक्ष न्यायपालिका। त्यसपछि संवैधानिक सर्वोच्चता। कानुनी राज्य भनेको पावर अफ ल हो। यसमा जनता र सरकार दुवैले समान रूपमा कानुन जान्नु र मान्नु पर्छ भन्ने अवधारणा हुन्छ। कानुनी राज्यको तत्त्व लेख्दाखेरि साथीहरू सुशासनको तत्त्व, कानुनी राज्यको तत्त्व, संविधानको तत्त्व, संविधानवादको तत्त्व, यो सबैको एउटै तत्त्व मिलाएर लेख्नुपर्छ।